हेलो एभ्रिवान, इट्स मिस्टर एडी। तपाईँलाई आज मेरो आजको भ्लगमा स्वागत छ। म चाहिँ आएको छु तपाईँको सामु जङ्गलमा हुनुहुन्छ विशाल चाँदसँग हामी के गरिरहेका छौँ भन्दाखेरि टक्क लाएर घुमिरहेका छौँ होइन। 200 रुपियाँ तिरेर हेर्नुहोस् यो ताचुदा ताचुदा नेचुरल पार्कमा हामी आएका छौँ। हेर्नुहोस्, तपाईँ देख्न सक्नुहुन्छ यी पार्कभित्र यो चाहिँ 1600 आजभन्दा 400 वर्ष अगाडिको घरहरू हो। तपाईँलाई म देखाउँछु, हेर्नु है। यो 400 वर्ष अगाडिको घर, तपाईँको यो पनि 400 वर्ष अगाडिको घर। कस्तो दामी हो हेर्नु त। यहाँभित्र छिरै हेर्न मन लागेको थियो, तर हेर्नु त यहाँ चाबी लाखा यी यस्तो जान मन लागिरहेको मलाई त यार। कस्तो दामी हो कि, वाउ। हेर्नु बाँसहरू पनि यस्तो दामी दामी छ, हेर्नु कस्तो बवाल हो बाँसहरू यार। मौसमले पनि कस्तो दामी इन्भाइरोमेन्ट क्रिएट गरिरहेको छ। यहाँ हेर्नु 400 वर्ष अगाडिको घरहरू, 450 भनौँ न, 1600 एडी। तपाईँ देख्न सक्नुहुन्छ घरहरू यस्तो छ, कस्तो पुरै भुतिया टाइपको छ कि यार। डर नलागे पनि लाग्ला जस्तो। वाउ, हेर्नु त्यहाँ कस्तो दामी एन्टिक पिसहरू छ। वाउ, so beautiful, but horoscolistic, historic horotolotic तोकोरोदेश। अनि यहाँ चाहिँ यस्तो गेट चाहिँ खुल्लै थियो क्या। अब यो जान मिल्ने हो कि होइन, जान मन लागेको थियो एकचोटि भित्र। के भन्नु, जाने हो र? कि झ्याउने हुन त अब कता जाने। अनि यहाँ यो समुद्रतिर यस्तो बिचतिर किन ल हेर्नुहोस् यता यहाँको बिच फेरि यस्तो हुन्छ कि पानी फेरि यस्तो फोर्स। यो बिच हेर्नु त, फोहोर पानीको बिच। अनि म तपाईँलाई देखाउँछु अब के छ भन्दा यता तेरी के हो त्यो ए उ त्यहाँ अब सबै त्यो हेर्नुहोस्, त्यो मान्छे गाडेको रहेछ। आजभन्दा 400 वर्ष अगाडि युद्ध लड्न गएका सेनापति छिङछाङछुङ होइन, अब युद्धमा जितेर आएको थिए अरे होइन। के भएछ भन्दा आजभन्दा 400 वर्ष अगाडि चाहिँ यिनीहरू यहाँ भएका यो के भन्छ अरे, यो जापानिज यो एम्पायरहरू चाहिँ के गर्थ्यो भन्दाखेरि एउटा आफ्नो राज्य पहिला त छुट्टै थियो नि त होइन। अनि त्यसपछि एउटा राज्य र अर्को राज्यसँग लडाइँ परेछ अरे होइन। अनि लडाइँ गर्न जाँदाखेरि चाहिँ पुरा युद्ध लडेर यहाँ यो ठाउँको एम्पायर चाहिँ होइन जितेर आएछ अरे। अनि घरमा आउँदाखेरि त पुरा होइन खुसियाली मनाइराखेको, गाउँ सबै खुसियाली मनाइराखेको होइन। अनि बिस्तारै के भएछ भन्दाखेरि चाहिँ होइन गाउँका मान्छेहरू सबै आफै बोलाउन थालेछन् कि पागल हुन थालेछन् है बिस्तारै। अब त्यहाँको मान्छेलाई मारेर आएको त्यहाँले भुत चढाइदिएछ कि सब आफै पागल हुन्छ, एउटाले अर्कोलाई काट्न थालेछ, मार्न थालेछ होइन। अनि सबै मान्छेहरू ध्वस्त भए, सबै मान्छे मरे होइन। अनि मरिसकेपछि त यस्तो कङ्काल भयो ठाउँ। अब सबै मान्छे त्यहाँ गाडी खाइ उतापट्टि त्यो बाँसको झ्याङ उतापट्टि सब लासहरू छ। यस्तो ठाउँमा हामी आएर बसिरहौँ अनुभव बटुल्नलाई। के हो तर्साउँछु त यार। आवाज आउनुहुँदैछ कि रुखहरू झरेर, रुखहरूबाट केही कुरा झरे। यहाँ त फोटो जान्छ यार एउटा। Oh shit, what is this? Wow, so beautiful.
राज सिंहासनमा हामी आइसकेका छौँ। तपाईँ फिल गर्न सक्नुहुन्छ राजाहरूको राज सिंहासन। इट्स टु मच ब्युटिफुल। लुक एट हियर, दिस इज राजाको दरबार। यहाँ रहेछ त्यो फोटो देखेको दिस इज राजाको दरबार। यु क्यान फिल। ओ सेट, के हो यस्तो वाट्स द्याट? यहाँ त मूर्ति पनि कस्तो सेपको हेर न कुन भगवान हो यो? अघि कस्तो एउटै सेप छ कि सबै खतरा छ त यार, दामी छ त यार। ओए कडा रहेछ त्यहाँ कडा त यार। के लेख्यो यो जापानिज ड्रेस बुझ्न सकिन्न हामी। त्यही हो कि 400 वर्ष अगाडि कुन भगवानको हो यार नि यस्तो यो ओखली, यहाँको ओखली खतरा हुँदो रहेछ। अब यताभित्र नि रहेछ फेरि के हो यस्तो, यो पुरै भुतिया छ त यहाँ त। उताबाट झर्ने होला तल यिनी एक लडेर के रहेछ यता भित्र? कता कता हो त नि भित्र भित्र यार। ओए के हो तर्साउँछु त यार। यहाँबाट नि कता माथि जान्छ जस्तो यार बाटो अघि जाउँ न त आउनु। चस्मा लगाएर त मलाई त पुरै भुतियै फिलिङ आइरहेको यार। अँधेरो देखिया, त्यसैमा त अँधेरो छ जङ्गल। ल यहाँ त अझै माथि पनि रहेछ त यार। कहाँ अब छैन, सक्यो क्या। छ होला नि यस्तो भरिङ छ त बोरिङ त छ। यहाँ तल नि रहेछ त अझै। के हो तल ओ यता नि रहेछ, के हो यो? के हो यार आयो के हो यार? नेपालमा यस्तो ठाउँमा गुगु गनाउँथ्यो यार, यहाँ त बास्ना आइरह। ₹200 तिरेर राजभवन हेर्न आएको हामी। कस्तो माकुराको चालो। ओ सेट, यहाँ त पुरा देवी देवता रहेछ त। देवी देवतालाई टक्क लगाएर यहाँ मूर्ति यो खालको मूर्तिलाई मान्दो रहेछ क्या यहाँ छ कि फोटो हेर्नु, यो मूर्तिमा छ कि समथिङ समथिङ के हो, के लेखिएको छ तर हामीलाई पढ्न आउनु। त्यहाँ यो त्यो उमा देखाएको थियो कि अर्को त्यो पेपरमा सबै लेखेको कि त्यो सोक हिस्टोरिक टेम्पल कति कुन फ्यामिलीको हो कि त्यस्तो छ। हामी हागोसावा है हागोसावा के भन्नु आँदै गयो यार। यस्तो मजा आयो हेर्नुहोस् आजको होइन, यस्तो एन्टिक फिल भयो आज होइन। यस्तो दामी पुरानो 1600 अगाडि आइसक्यौँ हामी। आएर यहाँको त्यो इन्भाइरोमेन्टहरू अब्जर्भ गरियो, यस्तो फिल यति मजा आयो नि हेर्नुहोस्, त्यसको कुनै वर्णन गर्न सकिँदैन। यतापट्टि यो एन्टिक टाइपको एउटा जस्तै राजाको सिंहासन जस्तै रहेछ, यहाँभित्र छिर्न पाइएन। त्यहाँ के भन्छ हायर किन्सी भनेर लेखेको छ, त्यो भनेको मतलब भनेको तपाईँ यहाँबाट भित्र छिर्न सक्नुहुन्न भने। अब हाम्रो मलाई जान त मन थियो लास्टै, तर के गर्ने अब जान पाइएन होइन। अब यो चाहिँ हेर्नुहोस् कस्तो एन्टिक देखिएको छ नि होइन, कस्तो राम्रो टाइपको एउटा घर टाइपको जस्तो देखियो होइन। तपाईँलाई लाग्ला यो के अरे राजा महाराजा बस्ने जस्तो घर हो लागिरह होला, तर यो खासमा भन्नुपर्दा टोइलेट हो। घर होइन टोइलेट हो। हेर्नुहोस् कस्तो छ हेर्नु, यस्तो यो टोइलेट हो खासमा। हेर्नु त कति राम्रो छ, कति स्वच्छ, कति सफा छ। नेपालमा यस्तो टोइलेट हुन्छ त्यो सोच्नु पनि सकिँदैन नेपालमा यस्तो टोइलेट लानु। हेर्नु कस्तो दामी बाँसले चिरपट हालेर बनाएको छ। त्यो सब यो भुतिया भुतिया फिल भइरहेको छ कि यहाँ आज। अब यो भनेको यो पोखरी। अब एउटा चिज चाहिँ यहाँ के नराम्रो लाग्यो मलाई भन्दाखेरि चाहिँ यो पोखरीको पानी फोहोर रहेछ। यो पानी पनि सङ्लो भएको भए चाहिँ अझै दामी हुन्थ्यो। यस्तो फोहोर छ पोखरीको पानी, यो
पानी परेर होला सायद होइन, हल्का पानी परेको थियो आज, त्यही भएर नि हुनसक्छ। बट अरू चिज सबै दामी। अहिलेसम्म सरर पुरै घुम्दाखेरि मलाई उतापट्टि कस्तो इन्भाइरोमेन्ट कस्तो भित्रदेखि मनदेखि फिल आइरहेको थिएन, यहाँसित कस्तो हावा चले आएको कस्तो फिल आयो। ल यति भन्दै हामी आजको यो ताचुदा नेचर पार्कबाट आजको हाम्रो भ्लग यहीँ अन्त्य गर्छौँ। बाई बाई, मिट यु इन आवर नेक्स्ट भ्लग। बाई बाई।